हेलो नमस्कार दर्शक बिन्दुहरुमा नमस्कार। मैले आज एउटा कुराकानी गर्न मन लाग्यो। हिजो एउटा एकदम गजबको दृश्य देखियो एयरपोर्टमा। हाम्रा चाहिँ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई 2-4 महिना कति 5-6 महिना पछि चाहिँ स्वदेश फिर्ता सवारी भयो उहाँको चाहिँ भएछ हिजो। र कांग्रेसका समर्थक भनौँ केही जमात देखियो त्यहाँ, जसरी गए पनि त्यही गए। यो स्वाभाविक कुरा हो। अब कांग्रेसको लामो एउटा चाहिँ इतिहास बोकेको पार्टीमा त्यति कार्यकर्ता आउनु भनेको सामान्य कुरा हो, त्यो ठुलो कुरो होइन हैन। अब जसरी गयो अब जसरी गए पनि देखियो, त्यो ठिक कुरा हो। र ठिक छ, उहाँले चाहिँ एउटा स्वागत गर्न जान्नु त्यो नराम्रो कुरा होइन। नेपाली हो, जे भए पनि नेपाली हो, एउटा चाहिँ धेरैचोटि प्रधानमन्त्री भएको एउटा व्यक्ति पनि हो। केही कारणले बाहिर गए अनि आए, स्वागत गरे, त्यही नै गरे। तर उहाँले एउटा 2-4 शब्द चाहिँ पर त्यो बोल्नुभयो, एकदम शेर जस्तै भएर गर्जिनु भयो के। अब भाषा त कति बुझ्यो कति बुझेन, तर के बुझियो पुरा चाहिँ बुझ्नुभयो। त्यहाँ एउटा शब्द के गर्नुभयो भने उहाँले, मलाई राजा ज्ञानेन्द्रले त कसैले गर्न सकेन, अब अरूले गर्न सक्छ। राजा ज्ञानेन्द्रले मैले के गर्न सकेन, अरू कोही छ यहाँ गर्ने भन्नुभयो। तपाईँकै गगनेले धन्दी भ्याइदिएको थियो। त्यो सबै त गगनेकै गर्यो भन्छन् सबैले हैन। गगनले मान्छे पठाएर त्यहाँ, त्यही बेला त तपाईँ त्यो गर्जन कहाँ गएको थियो? अथवा एकचोटि भदौ 24 गते हेर्न होला, आफ्नो अनुहार आफैले हेर्न होला, देखिन्छ नि सबै। त्यही बेला त्यो शेर कहाँ लुगेको थियो, कहाँ लुगेको थियो शेर? त्यही बेला गर्जिनु पर्दैन यसरी? त्यही बेला त सायद बाँचिन्छ भने कल्पना गरेको थिएन होला, यति हो भने सम्झिनु भएको थियो होला हैन। त्यो बिर्सिनु भएछ तपाईँले त। कुरो त्यो होइन। तपाईँ पनि नेपाली हो, नेपाली नागरिक हो, एउटा पूर्व प्रधानमन्त्री हो, धेरैचोटि हुनुभएको एउटा व्यक्ति हो। जे जस्तो भए पनि, लायक भए पनि, अनलायक भए पनि, सक्षम भए पनि, असक्षम भए पनि, देशमा प्रधानमन्त्री भइसकेको मान्छेको चाहिँ इज्जत मान मर्यादा हुन्छ क्या। त्यो ठाउँमा तपाईँ पनि बस्नुपर्ने हो। तपाईँले त्यति शब्द बोल्दैमा के तपाईँसँग सबै डराउँछन् भन्ने साह्रो छैन नि। अहिलेको युगमा कोहीदेखि कोही पनि डराउँदैन क्या। कुरो त्यतातिरको होइन क्या। यो प्रतिस्पर्धाको यो तलार तसाटो मसाटो लडाइँ खेल्ने र चाहिँ झगडा गर्ने तेरो र मेरो भनेको यो होइन क्या। तपाईँले पनि धेरै लामो सङ्घर्ष गर्नुभयो, देशमा तपाईँ सङ्घर्ष गरेको चाहिँ परिणाम तपाईँले पाइसक्नुभयो। मान पाउनुभयो, सम्मान पाउनुभयो, त्यसको चाहिँ प्रधानमन्त्री पनि अब धेरै पटक हुनुभयो। त्योभन्दा तपाईँलाई बढी के चाहिएको थियो? के चाहिएकै छैन। अब त त्याग गर्नुहोस् न। किन यो हुने नहुने कुराहरू बोल्नु पऱ्यो? सञ्जालमा किन हुने नहुने कुरा 2-4 जना मान्छे तपाईँले त्यहाँ देख्नु पऱ्यो। उसको भरमा चाहिँ के नै हुन्छ, मेरो पनि समर्थन नछन् भनेर चाहिँ तपाईँलाई त्यत्रो आँट आएछ त हैन। अब त तपाईँ त रिटायर लागेको, मजाले बस्नुहोस्, अभिभावक भएर बस्नुहोस्, राम्रो राम्रो सल्लाह दिनुहोस्। अथवा तपाईँ कुरो त्यो हो नि, आज पनि तपाईँले चाहिँ देशको प्रधानमन्त्री हुने, अनि शासन सत्ता चलाउने तपाईँलाई रहर छ र? अब त्यो बेला होइन नि त। अब तपाईँको त्यो सत्ता हस्तान्तरण गर्ने युवालाई गर्नुहोस्। त्यो काङ्ग्रेस पनि कति युवाहरू छन्, दिनुहोस्। अहिले संसार डिजिटलको चाहिँ युगमा अब त नयाँ तरिकाले जान्छ नि त हैन। तर तपाईँले एउटा शब्द त्यहाँ के बोल्नुभयो भनेपछि अचम्म लाग्ने, सबैलाई अचम्म लागेको छ। तपाईँलाई मात्रै होइन कि दुनियाँलाई अचम्म लागेको छ। सायद कसैले पनि तपाईँलाई त्यो चाहिँ राम्रो गरेछ भन्दैन होला। सबैले तपाईँलाई कमेन्ट, अब हेर्नुहोस्, सबैले तपाईँलाई गाली नै गर्ला नि मेरो विचारमा। राजा ज्ञानेन्द्रले के गर्न सकेन, मलाई अरू कसले के गर्न सक्छ अरे क्या बोल्यो भने जस्तो लाग्यो होला। कुनै बेला मदन भण्डारीले चाहिँ राजा चुनाव लड्ने भए प्रतिस्पर्धा गर्ने सिरबेज खोलेर आयो भनेर महान भएको थियो। आज तपाईँ त्यही शब्दले महान हुन्छ भनेर बोल्या होला, भइँदैन। अहिले समय धेरै फरक छ अहिले है। राजाले चाहन्थ्यो भने तपाईँ त्यही बेला गइसकेका हुन्थ्यो, अथवा के भइसकेका हुन्थ्यो। राजा त्यो व्यक्ति होइन, कसैसित प्रतिशोध लिने, कसैसित बदला भावना लिने राजा होइन क्या। राजा र नेतामा त आकाश पातालको फरक हुन्छ। राजामा धेरै चाहिँ त्याग हुन्छ, तपस्या हुन्छ, देशप्रति माया हुन्छ, जनताप्रति माया हुन्छ हैन। त्यो राजामा धेरै कुराहरू हुन्छ क्या। त्यो राजा र नेताको त बिचमा त तुलना गर्नै मिल्दैन। तपाईँले राजाको नाम लिनुपर्ने किन हो फेरि? तपाईँ त आफ्नो कर्मले, आफ्नै व्यवहारले आफैले दुःख पायो क्या। राजाले तपाईँलाई दुःख दिएको होइन। एउटा व्यक्तिगत कुरा नजानु न। तपाईँ नेता हो के हो त्यो? राजा ज्ञानेन्द्रले त सकेन, तपाईँलाई मलाई कसैले सक्छ भन्थ्यो। राजा ज्ञानेन्द्रले केही पनि गर्दैन, सबैले माया गर्छ। राजामा हुने गुण भनेको त्यो हो हैन। तपाईँलाई त तपाईँको पार्टीको मान्छेले सकेका हुन्, तपाईँको मित्रले सकेका हुन्। तपाईँले त्यहाँ हिर्काउन गएको त राजा मान्छेले गएको होइन नि त। तपाईँकै मान्छे हुन्, तपाईँकै कार्यकर्ता हुन्, तपाईँकै सहपाठीका चाहिँ अब चाहिँ मान्छेहरू हुन्, त्यसरी गएको हो नि त। तपाईँले ल्याएको गणतन्त्र, त्यत्रो तपस्या गरेर ल्याएको गणतन्त्रको पहिलोको चाहिँ संविधान सभाले के भन्दै हुनुहुन्थ्यो, गरेको यही हो। तपाईँले लास्टमा कुटा खाने लेखेको रहेछ त्यो तपाईँको पहिलो संविधान सभाले यही हुन्छ भने लेखाएको रहेछ।
यो व्यवस्था तपाईँलाई धेरै राम्रो लागेको छ। यो व्यवस्था भनेर तिम्रो सबै विदेशी हली दलाली भतुवा मात्रै हो। यो व्यवस्थामा त्यही छ, केही पनि छैन। तिम्रो आफ्नो हैसियत केही पनि छैन, कुनै पनि नेताको कुनै पनि हैसियत छैन। सधैँ अर्का हली गएका छौ, अर्काका इसारामा नासेका छौ, अनि देशको अवस्था कहाँ पुर्याएको थाहा छैन। यो देशलाई कसरी अगाडि बढाउने, देशमा भएका समस्यालाई कसरी सुल्झाउने होइन। अब चाहिँ अब देशमा अलिक त्यो हुन्छ नि, जनताको कति समस्या छ अहिले चाहिँ देशमा, कति समस्या छ, समस्याले ग्रस्त छ। यो समस्यालाई कसरी युद्ध गर्ने हुन्छ नि, एउटा उत्पादन देशमा कसरी गर्ने। भएका कलकारखाना सबै बेचेर खान्छौ, सबैले बेच्यौ। आज ठुला कुरा गर्छौ, आज या कुरा गर्छौ, ऊ कुरा गर्छौ। तिम्रो नेताको अलिकति दिमाग पनि छैन। अब के भन्ने हामी जस्तो मान्छेले तिमीलाई के भन्ने। धिक्कार लाग्छ। जनता होला नि तिमीलाई पनि 2-4 मान्छे समर्थन होला नि, तर त्योभन्दा पनि विपक्ष धेरै छन्। तिमी नेताहरूलाई गाली गर्ने, तिमीलाई लखटे चाहिँ जनताहरू अरू छन्। पिर नगर, निक्ला लाने फेरि आउला नि फेरि विचार गऱ्यो। अब यो पहिला जस्तो अवस्था छैन है। यो देशमा मिलेर कसरी जानुपर्छ, एउटा संयम कसरी हुनुपर्छ, देशको मिलमिलाप कसरी गर्ने, एउटा भाइचारा कसरी राख्ने, देशको एउटा शान्त देशलाई चाहिँ शान्त बनाउने। राजा वृद्ध त देशलाई त एउटा चाहिँ कति 100 कति देशमा त शान्ति एउटा चाहिँ उ गरेको देश हो यो। शान्ति देश भने घोषणा गरेको, शान्त देश भने घोषणा गरेको देश हो यो। आज तिम्रो पालामा त दिएर त आज कुनै देशमा जाँदा भेषा दिए त आज नेपाली भन्ने बित्तिकै भेषा दिँदैन। यतिसम्म बेइज्जत भइसक्यो नेपाली भन्ने बित्तिकै आज कस्तो दृष्टिले हेर्न लाग्यो विदेशीले। राजा पालामा कति देशमा चाहिँ अनरबले भेषा थियो, कहाँ जान पाइन्थ्यो, सानो मान त थियो नि नेपालीहरूको। अहिले हेर नेपालीहरू कहाँ पुगेका छन्। तिमी आफैले कुरा गर न, कुनै पनि विदेशमा जाँदा तिमीलाई कस्तो सम्मान गर्छ। तिमीलाई मान्छे मान्दैन कसैले। आज देशको प्रधानमन्त्री विदेशमा जान साटो कुकुर जस्तो हिँड्नुपर्छ, लुख कसैले वास्तै गर्दैन। कहाँ पुगेको छ इज्जत, देशको इज्जत कहाँ पुगेको छ बुझ्नु पऱ्यो नि। आज के हुर्किन्छौ यार। देश त तिमीले खतम बनायो तिमीले त। त्यो सबै लाग्यो तिमीले, पुराना हुन् नयाँ हुन् सबै त्यही हो। यो पनि गर्दैन यहाँ। त्यसैले शेरबहादुर पूर्व प्रधानमन्त्रीज्यू यस्तो कुरा बोल्नुभन्दा पनि अब त यो राजनीतिक ढिटाल लिएर पछाडिका तपाईँको चाहिँ पुस्तालाई हस्तान्तरण गर्नुहोस् र सही सल्लाह सुझाव दिनुहोस्। नयाँले देश बनाउँछन्, नयाँलाई चाहिँ अब यो दिनुहोस्, त्यो सत्ता हस्तान्तरण गर्नुहोस्। अहिले पनि त्यहाँ रेल नचाउनुहोस्। तपाईँको काम केही छैन। ल, जय नेपाल।